यहोशू अध्याय 9। गिबोनीहरूसँग सन्धि। जब यर्दन पारी पहाड र तराईमा र लेबनानसम्म महासमुद्रको किनारमा बस्ने हित्ती, एमोरी, कनानी, परिजी, हिब्बी र यबुसीहरूका राजाहरूले यो सब सुने, तब उनीहरू एक मनका भएर यहोशू र इस्राएलीहरूसँग युद्ध गर्नलाई जम्मा भए। तर गिबोनका बासिन्दाहरूले यरिहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने, तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाखमध्येका मशकहरू आफ्ना गधामा लदाए, अनि पुरुषहरूले आफ्ना खुट्टामा पुराना टालटुल गरिराखेका जुत्ताहरू र जिउमा पुराना लुगाहरू लगाए। उनीहरूका खानेकुरा पनि सब सुकिसकेका र ढुसी परेका थिए। जब उनीहरूले गिलगालको छाउनीमा यहोशू कहाँ आएर तिनलाई र इस्राएलीहरूलाई भने, हामी टाढा देशबाट आएका हौँ, यसकारण हामीसँग सन्धि गर्नुहोस्। अनि इस्राएली पुरुषहरूले ती हिब्बीहरूलाई भने, सायद तिमीहरू हाम्रै बीचमा रहने मानिसहरू हौ, तिमीहरूसँग हामीले कसरी सन्धि गर्न सक्छौँ? उनीहरूले यहोशूलाई भने, हामी तपाईँकै दासहरू हौँ। तर यहोशूले उनीहरूलाई सोधे, तिमीहरू को हौ र कहाँबाट आयो? उनीहरूले तिनलाई भने, हामी तपाईँका दासहरू धेरै टाढा मुलुकबाट परमप्रभु तपाईँका परमेश्वरको नाउँ सुनेर आएका हौँ, किनकि हामीले उहाँको कीर्ति र उहाँले मिश्र देशमा गर्नुभएको कामको वृत्तान्त सुनेका छौँ। यर्दन पारी यमोरीहरूका दुवै राजा, हेशबोनका राजा सिहोनलाई र आस्तारोतवासी बासानका राजा ओगलाई जे गर्नुभयो सो सुनेका छौँ। यसकारण हाम्रा बुढापाका र हाम्रा देशका सबै बासिन्दाहरूले हामीलाई यसो भने, तिमीहरूले आफ्नो बाटोमा खानेकुरा लिएर उनीहरूलाई भेट्न जाओ र उनीहरूलाई, हामी त तपाईँहरूकै दासहरू हौँ, यसकारण अब हामीसँग सन्धि गर्नुहोस् भन। तपाईँहरू कहाँ निस्केर आउने दिन हामीले हाम्रा घरबाट हाम्रो खानेकुराको निम्ति यो हाम्रो रोटी तातै लिएर आएका थियौँ, तर अब हेर्नुहोस्, यो सुकेर ढुसी परिसकेको छ। हामीले दाखमध्ये भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्। ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे। अनि यहोशूले उनीहरूसँग मिलाप गरी उनीहरूलाई जीवितै राखेर सम्झौता गरे, र समुदायका नायकहरूले पनि शपथद्वारा यसको अनुमोदन गरे। गिबोनीहरूसँग सम्झौता गरेको 3 दिनपछि नै उनीहरू त आफ्नै छिमेकी रहेछन् र आफ्ना बीचमै रहनेहरू रहेछन् भन्ने कुरा इस्राएलीहरूले सुने। यसकारण इस्राएलीहरू हिँडेर तेस्रो दिनमा उनीहरूका सहरहरूमा पुगे। उनीहरूका सहरहरू गिबोन, कपिरा, बेरोत र किरियत यारिम रहेछन्। उनीहरूले उनीहरूमाथि आक्रमण गरेनन्, किनकि समुदायका नायकहरूले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका थिए। सारा समुदायका नायकहरूका विरुद्धमा गनगनाउन लागे। तर सबै नायकहरूले समुदायका मानिसहरूलाई भने, हामीले उनीहरूसँग परमप्रभु इस्राएलका परमेश्वरको शपथ खाएका छौँ, यसकारण अब हामीले उनीहरूलाई छुन सक्दैनौँ। हामीले यसै गर्नुपर्छ। हामी उनीहरूलाई जीवितै रहन दिनेछौँ, नत्र त हामीले खाएको शपथले गर्दा हामीमाथि क्रोध आउनेछ। अनि ती नायकहरूले भने, उनीहरूलाई जीवितै राख, तर उनीहरूलाई सबै समुदायको लागि दाउरे र पनेरे भएर जिउन देऊ। यसैले नायकहरूले उनीहरूलाई गरेको प्रतिज्ञा अनुसार सारा समुदायको निम्ति उनीहरू दाउरे र पनेरे भए। अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, वास्तवमा तिमीहरू त हामीहरू मध्ये बस्नेहरू रहेछौ, तर हामी धेरै टाढा देशका हौँ भने हामीलाई किन छकायौ? यसकारण अब तिमीहरू श्रापित भएका छौ। तिमीहरू मेरा परमेश्वरको घरमा सधैँ दाउरे र पनेरे भएर बस्नुपर्नेछ। उनीहरूले यहोशूलाई भने, परमप्रभु तपाईँका परमेश्वरले आफ्नो दास मोसालाई यो देश जम्मै तपाईँहरूलाई दिने र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईँका दासहरूलाई प्रष्ट बताइएको थियो। यसकारण तपाईँसँग आफ्नो ज्यानको साह्रो डर लागेर हामीले यसो गरेका हौँ। अब हेर्नुहोस्, हामी तपाईँको हातमा छौँ, जसो उचित र भलो लाग्छ हामीसित गर्नुहोस्। यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए
र तिनीहरूले उनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्।